वान मिस्टेकले मेरो गाडी चाहिँ है आज चाहिँ एक्सिडेन्ट हुनुबाट चाहिँ बाँचे साथीहरू। आमामा यो हेर्नु गाइस अर्को गाडी पनि थप्यो है। साथीभाइहरू हामी चाहिँ अहिले गाडी झरेको जाममा छौँ है। यहाँ चाहिँ सानो बाटो हुनुको कारणले गर्दा चाहिँ जाम लागिरहेको छ अहिले। अन्त यो गाडी छ नि अगाडि गाडी, त्यसले चाहिँ ओभरटेक गरेर है जाममा बसिरहेको थिएँ। ओभरटेक गरेर आएर चाहिँ यस्तो हाल्दा मेरो लुकिङ ग्लास यस्तो बाङ्ग्यो नि है। अन्त गएर अझै भनेको त के भन्छ भनेको त लाग्यो तपाईँको लुकिङ ग्लास अरे सिले दिनु पऱ्यो मुख फुट्ने गरी भनेको त फेरि अब है किन त्यस्तो गर्नु फुटिहाल्नु छैन भनेर चाहिँ है रोड लाइनमा हुन्छ त्यस्तै। तर अब यस्तो हो नि जामदेखि चाहिँ किन अगाडि होइन अगाडि किन सट्ट लगाउनु। संसारभरि नै है यो हाम्रो इन्डियाभरिकै वर्ल्डमै सायद पाउँछ होला हाम्रो ट्रक ड्राइभर मात्रै एउटा डिसिप्लिनमा है लाइनमा हिँड्ने चाहिँ है ट्रक ड्राइभर मात्रै हुन्छ जस्तो लाग्यो। अब हुन त अब सानो गाडीहरू सबैलाई मैले भनेको होइन प्रायः जस्तो लाइनमा कतिजना हिँड्छ तर प्रायः चाहिँ अब हतार हुन्छ होला प्रायः के हुन्छ होला होइन उनीहरूले अब त्यसरी गर्छ। तर पनि अब जग्गा हेरेर ओभरटेक गरेर पनि अब जग्गा छ भने सट्टै हाल्नु पऱ्यो नि त होइन। तर अर्काको गाडी सोर्ने गरी त पाराले त लानु भएन नि होइन। हामी दिन्छ जग्गा पास दिन्छ अब हुन्छ। अन्त यस्तो बिक्री यो गाडी नै अन्त जाममै छौँ अहिले हामी चाहिँ साथीहरू है। हेरौँ आज 3 तारिक है 5 महिना पनि लाग्यो भन्दै तपाईँलाई किन चाहिँ जाम लाग्यो त्यो पनि देखाउँछु ल म जग्गा पनि। यस्तो गाडीहरूले गर्दा जाम लाग्छ नि त ब्याकेर अझ थुप्रो गाडीहरू गएको थियो है। फोन निकाल्दै क्रस भइहाल्यो गाडीहरू जान्छ। अब तिनीहरूले गएर पर गरेर टक्कै कसैले डबल लाइन लाउँछ त्यसले जाम लाग्छ, कसै त अब सट्टै लाइनमा पसिहाल्छ त्यसले गर्दा पनि हाम्रो टर्न आउँदैन क्या। यो हेर्नु गाइस अर्को गाडी पनि थप्यो है। उताबाट गाडी आएको देखि है त्यसरी डबल लाइन लाउँछ गाडीले चाहिँ के भन्नु अब यो ड्राइभरहरूलाई। म चाहिँ दिदिनँ जग्गा। अब के गर्नु हाम्रो गाडी कुद्दैन जग्गा दिनु पऱ्यो लास्टमा हो। ल साथीहरू सिलगढी नआउने मान्छेहरू त चिन्दैन सुबुक प्लेन चाहिँ कस्तो छ भनेर। हेर्नु साथीहरू गाइसहरू हेर्नु हाम्रो सालुगढा चाहिँ यस्तो भइसकेको छ एकदम तन्केर हिँड्ने। चिन्दैन सिलगढी चाहिँ अब हेर्नु नि ओभरटेक गरेको काम धमाधम चल्दैछ। साथीहरू फाइनली है म चाहिँ
सिलगढीबाट निक्लिसकेको र यो चाहिँ सालुगढा हो है। तपाईँहरूलाई भनिरहनु पर्दैन, मेरो भिडियोमा प्रायः आउँछ यहाँ पुलिस स्टेसन। गाइस पुलिसले गर्दाखेरि है मैले भिडियो अलिकति पज गर्न बाध्य भएँ। भरे फेरि मामाहरूले है ठोकिदिन्छ नि त दरो चलन, त्यो भएर। र यो अगाडि जाँदै गरेको सागर भाइको गाडी हो, सब्जी लोड गरेको होला, किन के लोड गरेको छ सब्जी नै होला सायद, भोलि त आइतबार हो है। अन्त त्यसले गर्दाखेरि र सालुगढाको नजारा चाहिँ यस्तो छ साथीहरू। आज चाहिँ छिट्टै निक्लेँ म है। अन्त हेरौँ बाटो कतिको जाम छ, अघि आउँदा पनि जाम थियो, अगाडिको भिडियोमा तपाईँहरूलाई देखाइहालेँ मैले जाम कतिको थियो भनेर है। र अब जाँदैछु, हेरौँ कस्तो के छ, तपाईँहरूलाई देखाउने छ त साथीहरू। ल त गाइस हेर्दै गर्नु होला, जोरथाङ ट्रकर्सलाई नभुल्नु होला है त साथीहरू। आज चाहिँ साथीहरू है के भन्नु, यतिले वान मिस्टेकले सुबुक प्लेनमा छु है। वान मिस्टेकले मेरो गाडी चाहिँ है आज चाहिँ एक्सिडेन्ट हुनुबाट चाहिँ बाँचे साथीहरू। अन्त त्यतिखेर भगवान्लाई है मेरो अहिले पनि खुट्टा कामिरहेछ साथी। यो ट्राफिक र के भयो भन्दाखेरि साथीहरू टक्क होइन, त्यो फर्स्ट सेकेन्ड थर्ड बम्परमा मैले चाहिँ एउटा म्याक्स गाडीलाई पास दिएँ है। म्याक्स गाडीलाई पास दिएँ, जस्तो पास दिएको उताबाट चाहिँ अब जबरजस्ती एउटा सानो गाडी बलेनोले है ओभरटेक गरेर आयो है। अन्त त्यो बलेनोले ओभरटेक गर्दै हुँदा चाहिँ म त्यो बलेनो पो याद गर्दै थिएँ, यो गाडी चाहिँ किन चाहिँ ओभरटेक गरेर आएको, यताबाट त्यत्रो अब अगाडिको म्याक्स जाँदैछ। म्याक्सपट्टि त ध्यानै गएन साथीहरू मेरो है। त्यो बम्परमा चाहिँ म्याक्सले चाहिँ स्लो गरिदियो गाडी होइन, स्लो गरिदियो। तर मेरो त हङ्सले ठाउँमै छोडिहाल्यो नि है साथीहरू। तर आइसर चाहिँ है ब्रेक चाहिँ मैले माने साथीहरू, अब नयाँमा मात्रै हो कि के हो होइन, तर ब्रेक चाहिँ मैले माने साथीहरू। सुत्ताको भरमा गाडी चाहिँ सुत्ताको भरमा चाहिँ रोक्यो गाडी है। मैले पनि मेरो मुटु ढुक्टो गरिरहेछ है। र त्यस्तो सिचुएसनहरू हाम्रो आइसर कुदाउने साथीहरू गोकुला पनि भएको छ होइन। तपाईँहरूले है तपाईँहरूलाई त यादै छ ब्रेक कस्तो हुन्छ भनेर होइन। म त अब भर्खर फिलहाल है 3 महिना मात्रै हुँदैछ यो गाडी चलाएको ल्याएर होइन। तर मैले आज चाहिँ फर्स्ट चाहिँ मैले ब्रेकको अनुभव चाहिँ मैले पाएँ है यो गाडीको चाहिँ। त्यहाँदेखि भन्थ्यो झ्याम्मै ब्रेक हान्दाखेरि चाहिँ यसको चाहिँ मेनली प्लगकै भाँचिन्छ भनेर है साथीहरू। अन्त के भयो भन्दाखेरि त्यो जस्तो मैले त्यो गाडीलाई चाहिँ झ्याम्मै ब्रेक हान्दा चाहिँ अब गाडी चाहिँ कन्ट्रोल त भयो, तर मलाई लाग्यो गाडी चाहिँ लाग्छ होला भनेर मैले त ब्लाइन्ड साइडमा झार्दै थिएँ गाडी, कारपट्टि उँधो झार्दाखेरि चाहिँ ढ्याक गरेर बज्यो। र बज्दाखेरि चाहिँ मैले सोचेँ अब मेरो चाहिँ स्प्रिङ भाँच्यो है, स्प्रिङ भाँच्यो होला भनेर चाहिँ मैले चाहिँ अलिक अगाडि आएर रोकेर हेरेको। तर साथीहरू आइसरको ब्रेक चाहिँ माने साथीहरू मैले। यहाँ हेर्नु नि राइट, हङ्सले पनि ठाउँ छोडे आज मेरो, प्लस ब्रेक पनि माने मैले आइसर गाडीको चाहिँ के हो। हेलो साथीहरू, फाइनली है यो चाहिँ सेवकदेखि अलिक माथिपट्टि हो। यहाँनिर चाहिँ यो एसएनटी गाडी है चाहिँ एक्सिडेन्ट भएको रहेछ। अन्त टर्निङमा यो टर्निङमा है यो टर्निङमा चाहिँ अलिकति मुख चाहिँ ज्यादा निक्लिँदा हुँदा यो अगाडि जुन चाहिँ लोड गाडी राखिरहेछ नि यो गाडीमा चाहिँ ठोकेको रहेछ है। त्यो भएर चाहिँ यहाँ हल्का जाम लागेको रहेछ। र अब हेरौँ यहाँदेखि अब कता कालीझोडातिर पनि जाम होला साथीहरू। अन्त गाडी कुदाउँदा चाहिँ अलिक टर्निङहरूतिर चाहिँ होसियारले निक्लिनुपर्छ है साथीहरू, नत्र भने चाहिँ यसरी नै बिचरा टाटाको गल्ती हो कि एसएनटीको गल्ती हो साथीहरू। यहाँ कालीझोडामा चाहिँ अघि हामी जाममा परेको है, र अहिले चाहिँ त्यस्तो जाम छैन। यताबाट जाने गाडीहरू चाहिँ अब त्यहाँनिर आइपुग्न लाग्यो है, त्यो वान वे बाटो बनाएको चाहिँ, तर गाडी चाहिँ छैन, जाम चाहिँ छैन सायद चाहिँ। ल
ल साथीहरू कालीझोडा पनि पार भयो है। अब चाहिँ लाइट बाल्ने बेला भयो, 6:30 भयो है। र अहिले दिन लामो हुनुको कारणले गर्दाखेरि 6:30 बजीसम्म पनि हेर्नु जाँदैछ। म चाहिँ कालीझोडा पुगेँ, त्यहाँ डल्लै भिडियो किन नदेखाएको भनेर त तपाईँलाई थाहै छ, त्यहाँ मामाहरू ड्युटीमा बसेको रहेछ है। फेरि मामाले हल्का चलान गरिदिइहाल्छ। अब अगाडिको फोन होल्डर किनेपछि चाहिँ त्यस्तो मामाहरूको पनि मामा सामा सबैको आइहाल्छ अब फोन थोप्रोहरू है साथीहरू। र अहिले चाहिँ त्यस्तै छ पारा है त साथीहरू। तपाईँलाई अब है एकैचोटि कहाँ हुन्छ त्यहाँको अपडेट दिनेछु। हेलो साथीहरू, फाइनल्ली म चाहिँ मल्ली आइपुगेँ है। हेर्नुहोस् हाम्रो मल्ली सिक्किम छिर्ने पुल चाहिँ है, यस्तो दामी लाइटले डेकोरेसन गरेको छ, दामी देख्छ राति चाहिँ साथीहरू। ल त अब म चाहिँ मल्ली पुगेँ। इन्ट्रीहरू गर्दा टाइम लाग्छ होला, त्यहाँदेखि हेरौँ बाटोको कता कताको के हुन्छ त्यो देखाउने छु है त साथीहरू तपाईँहरूलाई। हेलो साथीहरू, फाइनल्ली है म चाहिँ आइपुगेँ घर है। अन्त घर आइपुगेर अब नुहाइधुवाइ गरेर है फ्रेस भएर चाहिँ अब खाना खान लागेको है। बुढियाले खानासाना बनाएको छ। अन्त यहाँनिर है खाना पनि रेडी छ मेरो है। अन्त मेरो बुढीको चाहिँ अलिक भुँडी लाग्यो अरे भनेर चाहिँ अब उहाँले चाहिँ रोटी खाने अरे नि त। अन्त मेरो लागि चाहिँ भात बनाइदिएछ। सिलगढीदेखिको है मस्यामको दाल र मासु रहेछ। सिलगढीदेखिको यहाँसम्मको जर्नी है तपाईँहरूलाई अब यहीँ एन्ड गर्छु म है। र फेरि पनि अब भोलि अब के कस्तो हुन्छ नेक्स्ट भिडियो लिएर आउने साथीहरू। अहिलेको लागि यति नै भन्दै है। र जतिजना पनि च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज है फेसबुकबाट हेर्नुहुँदैछ भने फलो गर्नु नभुल्नु होला, र युट्युबबाट हेर्नुहुँदैछ भने सब्सक्राइब गर्नु नभुल्नु होला त भन्दै है अहिलेको लागि टाटा बाई बाई साथीहरू।